जीवनको एउटा सरगम जहाँ आनन्दमा विचरण गर्नु मात्र नभई सुन्दरता भित्रबाट प्रस्फुटित भएको शान्तिले दिग्विजयको अनुभूति गराउँदछ। अहिले बिहानको 4:30 बज्यो। हामी एमबिसीबाट एबिसीतर्फ हाम्रा यी पाइलाहरू अगाडि बढ्दैछन्। बिहानीको उषासँगै सुरु भएको यो चिसो मौसमले मेरा खुट्टाहरू काँपिरहेका छन्। यो अँध्यारो झिसमिसेमा यो हिउँ माथिको पथ मार्गमा हिँडिरहँदा कतिपय अवस्थामा खुट्टाभित्र छिरेका ती हिउँका अवशेषहरूले केही असजिलो, केही भन्दा पनि अधिक रूपमा असजिलोको अनुभूति त भइरहेको छ। तथापि यात्रामा पूर्ण विराम भने लाग्ने छैन र लाग्न दिने पनि छैनौँ। घडीमा बिहानको 6 बज्न लागेको छ। हामी हाम्रा ती यात्राहरूलाई आफ्नो गन्तव्यसम्म पुर्याउनमा दृढ निश्चयी छौँ र त्यही दृढ निश्चयका साथ लगभग अहिले हामी एबिसीको नजिक, आफ्नो गन्तव्यको अत्यन्तै नजिक आइपुगिसकेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ ती हिम श्रृङ्खलाका चुचुरोमा सूर्यको किरणसँगै प्रकट भएको त्यो सुनौलो आभा, जसले मेरो मनलाई अत्यन्तै आनन्द र उत्साहले भरिपूर्ण गराएको छ। अहिले म लगभग एबिसी नजिकै आइपुगिसकेको छु। यो अन्नपूर्णका पर्वतहरूलाई निरख्दै गर्दा मेरो मनमा उब्जिएको उत्साह र उमङ्गको उत्सर्गले हिउँसँगको त्यो कठिन लागिरहेको पदचापहरू स्वत हौसला र साहसमा रूपान्तरित भएका छन्। अन्ततः म आफ्नो कठिन अनि साहसिक पदमार्गलाई तय गर्दै अन्नपूर्ण बेस क्याम्पमा आफ्नो पाइलालाई राखिसकेको छु। यस ठाउँमा आफ्नो पाइलालाई राखिरहँदा लाग्दछ म कुनै स्वर्गीय दुनियाँमा, स्वर्गको कुनै एउटा त्यस्तो सुन्दर स्थान जहाँ केवल आनन्दको अनुकम्पा बर्सिरहन्छ, त्यस्तो स्थानमा आइपुगेको मलाई अनुभूति भइरहेको छ। केवल आनन्द र शान्ति अनि उत्साहले मेरो मन आह्लादित भइरहेको छ। तातो कफी अनि नास्ताद्वारा तनको चिसोबाट बाहिर आउने प्रयत्न गर्दैछौँ। अहिले हामी भर्खरै यहाँ पोखरादेखि हेलीमा केही आगन्तुकहरू यो स्वर्गीय स्थानको अवलोकन हेतु आएका छन्। पोखरादेखि यहाँसम्म आउनको लागि करिब 1 लाख भए पुग्दछ। जीवनको यात्रामा 41-4200 मिटरको यो उचाइमा मेरा पाइलाहरू अडिग भइरहँदा केवल शरीरले मात्र होइन, मेरो चेतनाले पनि धन्यताको महसुस गर्दैछ।
जीवनको यात्रामा पहिलो पटक यो 4142 मिटरको उचाइमा मेरा पाइलाहरू अडिग भइरहँदा केवल शरीरले मात्र होइन, मेरो चेतनाले पनि धन्यताको महसुस गर्दैछ। प्राकृतिक सुन्दरता, 108 झरनाको त्यो अलौकिक दृश्य, मोदी खोलाको सुस्केरासँगै माछापुच्छ्रेको काखमा बसिएको त्यो बास र यो दिव्य ऊर्जाले युक्त पवित्र स्थानले मेरो हृदयको पुञ्जलाई झनै प्रज्वलित बनाएको छ। हिउँमा गाडिँदै अगाडि बढेका पदचाप, हिम वर्षाले भिजेको शरीर, हिउँको सरगममा तय गरेको यो हिम यात्रा मेरो साहसिक जीवनको स्मारक जस्तै बनेको छ, जहाँ हरेक कठिनाइको पर्याय आत्मविश्वास र दृढता नै विजयको प्रतीक हो भन्ने भान भएको छ। यसरी हामी हिम क्रीडा पश्चात एबिसीलाई सियु भन्दै अब हामी आफ्नो पुरानै गन्तव्य अर्थात् हामी पोखरातर्फ हाम्रो पाइलाहरू हामी लम्काउँदैछौँ। अहिले हामी एबिसीबाट एमबिसीतर्फ फर्कने क्रममा छौँ। तपाईँ देख्न सक्नुहुन्छ यो हिउँमा गाडेका मेरा खुट्टा गाडिँदा पनि मनमा कति पनि दुःखको अनुभूति छैन, छ त केवल आनन्द र सुख अनि मनभित्र उत्साहले भरिएको यो हृदय। एमबिसीमा केही खाजा खाएर अहिले हामी फर्कने क्रममा छौँ। अहिले हामी त्यही स्थानमा आइपुगेका छौँ जहाँ हिजो हामी आउँदै गर्दा जहाँ हिम पहिरोले बाटोलाई अवरुद्ध पारेको थियो। तपाईँ देख्न सक्नुहुन्छ यो माथिबाट खसेको यो हिम पहिरो हो। यही हिम पहिरोले हिजो बाटोलाई अवरुद्ध बनाएको थियो भने हामी त्यही अवरुद्ध बनाएको बाटोबाट पनि विचलित नभई हाम्रो यात्राहरूलाई हामीले गन्तव्यसम्म पुर्याएका थियौँ। तपाईँ पनि यस्तै हिम श्रृङ्खलाको पदमार्ग गर्दै हुनुहुन्छ भने यस्ता खोजयुक्त स्थानमा भने तपाईँ अत्यन्तै सतर्क हुनुपर्दछ। अहिले हामी देउरालीको ठिक नजिक आइपुगेका छौँ, जहाँ नजिकै बगिरहेको यो मोदी खोलाको सुस्केरा, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो वृक्ष र वनस्पतिहरू, जहाँ यी साना साना वृक्ष र वनस्पतिले हिमका सुन्दर गहनाले आफूलाई सजाएर धपक्क बलेकी छिन्। यही दृश्यहरूलाई निहाल्दै हामी अहिले ब्याम्बो नजिक आइपुगेका छौँ र जब हामी ब्याम्बोको नजिक आइपुग्दै थियौँ त्यति नै बेला अचानक माथिबाट खसेको यो हिम पहिरो तपाईँ देख्न सक्नुहुन्छ। जीवनमा पहिलो पटक देखिएको यो हिम पहिरो जुन अत्यन्तै भयानक र अत्यन्तै डरलाग्दो पनि हुन्छ र यस्तो स्थानमा तपाईँ अत्यन्तै होसियारपूर्वक आफ्नो यात्रालाई तय गर्नुपर्ने हुन्छ। तपाईँ देख्न सक्नुहुन्छ बिस्तारै हिम पहिरो रोकिने क्रममा छ र यो रोकिएसँगै हाम्रो यात्रा अगाडि बढ्दैछ। उक्त दिनको यात्रालाई हामीले लोअर सिन्वामा बास बसी हामी पुनः अर्को दिन बिहानै लोअर सिन्वाबाट पोखरातर्फ प्रस्थान गर्दै गर्दा यो छोमरोङमा देखिएको यो दृश्य जहाँबाट यो हिमाललाई निहाल्न सकिन्छ र आउने आगन्तुकको क्रम जारी छ भने हामी फर्कने क्रममा देखिएका यी परिदृश्यहरूले मनलाई अत्यन्तै आनन्दित र सौम्य तुल्याइरहेको छ। यसरी हामी 4 दिनको यात्रालाई समाप्त गर्दै अहिले हामी लगभग झिनु डाँडा आइपुगेका छौँ। अब हामी यहाँबाट गाडी मार्फत पोखरा प्रस्थान गर्नेछौँ।